नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुर प्रस्तुत गर्दछ डिजिटल भिडियो पुस्तक शिक्षक सन्देश। राष्ट्र र समाज प्रतिको दायित्वलाई आत्मसात गर्दै शोषण रहित, भेदभाव मुक्त, समृद्धशाली समाजको निर्माण गर्न समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं सुदृढ गर्दै वैचारिक स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्याय प्राप्तिका लागि शिक्षक समुदायले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राखी मुलुकमा सञ्चालित सबै तहका विद्यालयका शिक्षक एवं शिक्षासँग सम्बद्ध शिक्षकहरूको ट्रेड युनियन एवं पेशागत सुरक्षा, हक हित र अधिकार प्राप्ति, संरक्षण र सम्वर्धन गर्न सबैका लागि निशुल्क, गुणस्तरीय, आत्मनिर्भर एवं जीवनोपयोगी शिक्षा प्राप्त गर्न शिक्षक, अभिभावक, विद्यार्थी एवं शिक्षा सरकारवाला समुदाय बीच सुमधुर सम्बन्ध विकास र विस्तार गर्न सम्पूर्ण नेपाली शिक्षक शिक्षाकर्मीहरूको संगठित एवं प्रभावकारी भूमिकालाई सुदृढ गराउन प्रयत्न गर्दै कुनै पनि राजनैतिक दल, सरकार, धर्म, समुदाय, जात र मुलुकको भौगोलिक वितरणमा तटस्थ रही ट्रेड युनियनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यतामा आधारित लक्ष्यका साथ स्वतन्त्र नेपाल राष्ट्रिय शिक्षक संगठन निर्माण गरिएको छ। विक्रम सम्वत 2036 सालमा मकवानपुर जिल्लामा स्थापना भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पेशाप्रति प्रतिबद्ध, कर्तव्यनिष्ठ, लगनशील र कक्षामा कुशल एवं प्रभावकारी शिक्षकको रूपमा स्थापित हुन निरन्तर प्रयत्न गर्ने शिक्षकहरूको संगठन हो। ललितपुर जिल्ला शैक्षिक, सामाजिक र राजनीतिक सचेतनाका दृष्टिले निकै अग्रणी रूपमा रहेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय तदर्थ समिति बन्ने बित्तिकै जिल्लाहरूसम्म संगठन पुर्याउन जिल्ला समिति ललितपुरको महत्वपूर्ण भूमिका छ। नेपाल राष्ट्रिय शिक्षक संगठनले पहिलो ललितपुर जिल्लाको संगठन नारायण प्रसाद बास्कोटाको अध्यक्षतामा गठन गरेको थियो। पेशागत हक हितका लागि निरन्तर रूपमा ओकालत गर्ने क्रममा यति बेला हामीसँग नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्षहरू नारायण प्रसाद बास्कोटा, हरिप्रसाद घिमिरे, सिद्धिबहादुर थापा हामी सामु हुनुहुन्न, तर उहाँहरूको सांगठनिक ऊर्जा हामीसँग छ। नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको स्थापना पछाडि हालसम्म 14औं जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। अहिलेसम्म पहिलो नेतृत्वमा नारायण प्रसाद बास्कोटा, दोस्रो नेतृत्वमा चन्द्रविलास श्रेष्ठ, यसैगरी हरिप्रसाद घिमिरे, सिद्धिबहादुर थापा, विजय बानियाजुले 2 पटक नेतृत्व गर्नुभयो। यसैगरी बाबुराम थापा, रूपक गेवाली, कृष्ण प्रसाद घिमिरे, विष्णुप्रसाद घिमिरेले पनि 2 पटक नेतृत्व गर्नुभयो। सुरेन्द्र कुमार घिमिरे, देवी प्रसाद दुलाल र 14औं नेतृत्वमा पुनः देवी प्रसाद दुलाल गरी 14 जना व्यक्तिले नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरको नेतृत्व गरिसक्नु भएको छ। नमस्कार। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले तयार पारेको डिजिटल पुस्तक शिक्षक सन्देशमा म नवराज सञ्जेल। हामी नेपाल राष्ट्रिय शिक्षक संगठनमा 2036 साल चैत्र 29 गतेदेखि ओकालत गर्दै आइरहेका छौँ। आजसम्म 47औं वर्षमा आइपुग्दा नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकका पेशागत हक हितका लागि, ट्रेड युनियन अधिकार प्राप्त गर्नको लागि र यो समाजमा परिवर्तन गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। हामी कुनै पनि सरकारसँग, कुनै पनि राजनैतिक दलसँग, धर्म र जातसँग छरपष्ट छैनौँ, हामी तटस्थ छौँ। तसर्थ नेपाल राष्ट्रिय शिक्षक संगठनले के कसरी काम गर्यो त? 2036 साल चैत्र 29 गते मकवानपुर जिल्लामा स्थापना भएको यस नेपाल राष्ट्रिय शिक्षक संगठन अहिले ललितपुर जिल्लामा 2036 सालदेखि नै सक्रिय छ। ललितपुर आफैमा सामाजिक र शैक्षिक रूपमा नेतृत्व गर्ने जिल्ला हो। तसर्थ 36 सालदेखि हालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो ऐतिहासिकता कायम गरिरहेको छ। यसै सन्दर्भमा संस्थापक अध्यक्ष स्वर्गीय नारायण प्रसाद बास्कोटादेखि वर्तमान अध्यक्ष देवी प्रसाद दुलालसँग रहनुभएका विभिन्न व्यक्तित्वले आफ्नो पदमा रहँदा कस्तो जिम्मेवारी पूरा गर्नुभयो र नेपाल राष्ट्रिय शिक्षक संगठनले के ऐतिहासिकता प्राप्त गरेको छ र आगामी दिनमा हामी ट्रेड युनियनको बारेमा बहस गर्दा र नेपाल राष्ट्रिय शिक्षक संगठनमा सबै शिक्षकहरू, सम्पूर्ण श्रमजीवीहरू एकै ठाउँमा आउनुपर्छ भनिरहँदा के कस्ता काम गरिरहेका छन् त? आउनुहोस् ललितपुर जिल्लाको यो विशेष पुस्तकतर्फ लागौँ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो स्थापनाको क्रममा शिक्षक बद्रीप्रसाद खतिवडाको महत्त्वपूर्ण भूमिका छ। भुटनदेवी माध्यमिक विद्यालयबाट सुरु भएको विक्रमसम्म 2036 साल जेठ 2 गतेको शिक्षक हक हितका लागि भएको भेलाबाट यसको प्रारम्भ हुन्छ। क्रमशः 2036 साल चैत्र 29 गते नेपाल राष्ट्रिय शिक्षक संगठनको दर्ता भएको हो। तसर्थ चैत्र 29 गतेलाई हामी शिक्षक दिवसको रूपमा मनाउन चाहन्छौँ। पहिले त 36 सालमा हामीले शिक्षक सङ्गठनले जुन एउटा अधिकार पायौँ पञ्चायतकालको अवस्थामा, त्यसको लागि त्यो शिक्षक दिवसको त्यो महत्त्व असाध्यै छ र तिनीहरूको सफलताको जहिले पनि म कामना गर्छु। अरू कर्मचारीको पेन्सन, उपदान आदि सुविधाहरू 13 सालबाटै प्राप्त थियो। शिक्षकहरूलाई ती सुविधाहरूबाट वञ्चित थिए र 36 सालमा मेरो पनि अगुवाईमा अरू शिक्षक साथीहरू साथ लिएर जुन एउटा शिक्षकको पेन्सन मात्र होइन कि शिक्षकले त्यो हकित पाएपछि शिक्षकहरू स्थायी भए, शिक्षामा एउटा राम्रो गुणात्मक परिवर्तन आयो शिक्षामा। तर साथै अफसोस के छ भनेदेखि 46 सालपछि चाहिँ नि अरू दलहरूले शिक्षकलाई एउटै सङ्गठनमा रहन नदिएर टुक्रा टुक्रामा पारे। यो चाहिँ दुःखद पक्ष छ। र अहिले जुन नयाँ सरकार आइरहेको छ, यो निर्वाचनले फागुन 21 गतिको निर्वाचनपछि यसले चाहिँ नि फेरि शिक्षकहरूको तर्फ एउटै शिक्षक हुनुपर्छ, मुलुकमा शिक्षक सङ्गठन टुक्रिन हुँदैन, दलको पछि लाग्ने होइन, स्वतन्त्र शिक्षक एउटै हुनुपर्छ भन्ने कुरामा अहिलेको यो ओवालेन नेतृत्वको सरकारले त्यो गरोस्, त्यो चाँडै गरोस्, एउटै गरेर बनाउने कुरामा म शिक्षक सङ्गठन मात्र होइन, यो सङ्गठनको अनुभव भएको हुनाले यहाँ 5वटा सङ्गठनलाई संविधानमै स्थान दिनुपर्छ। त्यो भनेको के हो भनेदेखि शिक्षक सङ्गठन, विद्यार्थी सङ्गठन, मजदुर सङ्गठन, कृषि सङ्गठन, अनिखेरि नारी सङ्गठन। यी 5वटा सङ्गठनहरू चाहिँ नि उत्पादनसँग सम्बन्धित छन्। यी सङ्गठनहरूलाई राजनीतिक पार्टीहरूले आफूले चाहिँ नि लोकतन्त्रको प्रयोग गरे। तर के भनेदेखि यी जनवरीय सङ्गठनहरूलाई लोकतन्त्रको अभ्यास गर्न पनि दिएनन् 36 वर्षसम्म। अब आउने यो आएको सरकारले, वालेन सरकारले चाहिँ नि यसलाई चाहिँ नि, वालेन शाहको सरकारले चाहिँ नि यसलाई यो मर्म बुझेर अरू पनि जति पनि नेपालमा सङ्गठनहरू छन् ती राष्ट्रिय रूपमै हुनुपर्छ एउटै। तर 5वटा मैले भनेका सङ्गठनहरू, अघि नाउँ लिएका सङ्गठनहरूलाई चाहिँ नि संविधानमै व्यवस्था हुनुपर्छ। मेरो चाहिँ यो हो। मलाई अर्को खुसी के लागेको छ भनेदेखि मैले पञ्चायतकालमा जुन जेल नेल खाएँ 25 सालदेखि पञ्चायत ढल्ने दिन 46 साल चैतसम्म पनि जुन त्यो दिन म रसुवामा जेलमा थिएँ दमन ढुङ्गानाहरूसँग सँगै। चाहिँ पञ्चायत व्यवस्थाले 25 सालदेखि मलाई थुन्न थाल्यो र अहिले कसैले मलाई प्रश्न गर्यो भने तपाईँको जीवनको सबभन्दा खुसी पिरियड कुन हो भन्यो भने 25 सालदेखि 46 सालसम्म मैले जेल जीवनहरू र कष्ट जुन भोगेँ र देशको जनताको लागि र बहुदलीय व्यवस्था पुनर्प्राप्तिको लागि त्यो चाहिँ नि मलाई ज्यादै ऊर्जा दिइरहेछ। मैले जीवनमा त्यो काम चाहिँ नि गर्नुपर्थ्यो, गरेँ। त्यसमा म चुकिनँ। अलिकति पनि म स्वार्थमा बिक्या भए, पञ्चायत सत्तामा स्वार्थमा बिकेको भए यो शिक्षकहरूको जुन 46 सालको
प्राप्त भयो त्यो हुँदैन थियो। किनभने यसबाट मैले के भन्छु भनेदेखि नेतृत्व गर्नेले डह्रोसँग खुट्टा टेकोस् अनि फेरि त्यसका मागहरू पुरा हुन्छ। मैले सिकेको कुरा यही हो। नमस्कार। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुरले डिजिटल पुस्तक शिक्षक सन्देश प्रकाशन गर्न लागेकोमा म नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुरलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। अहिले शिक्षकहरूको आवाज, शिक्षक आन्दोलन र नेपाली शिक्षकहरूका हक अधिकारलाई व्यवस्थित गर्दै यस ललितपुरको प्राकृतिक सौन्दर्यताको साथसाथै शिक्षकहरूले गरेका गतिविधिहरूलाई अगाडि बढाउनको लागि जुन प्रयास गर्नुभएको छ यसको लागि म धन्यवाद दिन चाहन्छु। र अहिले शिक्षक 47औं शिक्षक दिवस जागौँ जगाउँ अधिकार रक्षा गर्न अगाडि बढौँ भन्ने मूल नाराका साथ हामी अगाडि बढिरहेका छौँ। देशैभरि शिक्षक दिवस मनाउन गइरहेका छौँ र यो शिक्षक दिवसले नेपालको 2036 सालमा हामीले लोकतन्त्र प्राप्तिका लागि, सामाजिक न्यायका लागि, पेसागत हक, शिक्षक अधिकारका लागि लड्दै आएका हाम्रा अग्रजहरूले अहिले 47औं वर्ष पुरा गरिरहँदा अहिले गएर हामी जागौँ र जगाउँ र अधिकार रक्षा गर्न अगाडि बढौँ भन्ने मूल नारा गरेका छौँ। अहिले नेपालको संविधानको धारा 34ले दिएको, त्यस्तै गरेर संविधान को धारा 8ले दिएको अधिकारहरू प्रयोग गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अगाडि बढिरहेको छ। अहिले धेरै सामाजिक सञ्जालहरूमा ट्रेड युनियन अधिकारका निमित्त विभिन्न गतिविधिहरू त्यसका विरुद्धमा आइरहेका छन्। त्यस गतिविधिका विरुद्धमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सशक्त हुँदै अगाडि बढ्दैछ, सचेत गर्दैछ, जागरुक हुँदैछ र ट्रेड युनियन, नेपालको ट्रेड युनियन, नेपालको संविधान, नेपालको श्रम ऐन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ILO अभिसन्धि लगायतलाई हामी मध्यनजर गर्दै अगाडि बढेका छौँ र नेपाली शिक्षकहरूले यसमा रत्तिभर नथाकी, कसैको लहरमा नलागी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा सबै आउन र गोलबन्द भएर जुन कि ट्रेड युनियन रक्षा गर्नका लागि म आह्वान गर्दछु। धन्यवाद। नमस्कार। सबभन्दा पहिला त यो शिक्षक दिवसको 47औं को उत्सवमा को लागि तपाईँले जुन डाक दिनुभएको छ त्यसको लागि एकदम खुसी व्यक्त गर्दछु र हार्दिक शुभकामना पनि व्यक्त गर्दछु। र विशेष गरी म अध्यक्ष भन्दा पनि सबभन्दा पहिला त्यो अर्धभूमिगत 44 सालतिर सदस्य पनि भएको थिएँ, त्यसपछि उपाध्यक्ष पनि भएँ, त्यसपछि मलाई लाग्छ 4औं र 5औंमा चाहिँ म अध्यक्ष भएको हो। र शिक्षक सङ्गठनको अध्यक्ष भएको बेला मात्रै मैले विशेष गरेर भन्दाखेरि अध्यक्ष हुँदाखेरि त्यो बेला हामीसित दुईवटा कुराहरू महत्त्वपूर्ण थियो। एउटा शैक्षिक समस्याहरूको समाधान गर्नु र अर्को पेसागत शिक्षकहरूको हक हितको लागि अगाडि बढ्ने कुराहरू थियो। र त्यसले गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा 46 सालको आन्दोलन पछाडि नै शिक्षक सङ्गठनमा अध्यक्ष भएको र पहिलाको पनि अनुभवले गर्दा शिक्षक सङ्गठनलाई कसरी हुन्छ भने त्यसलाई बलियो र सशक्त बनाउनु पर्ने सबभन्दा पहिलो जिम्मेदारी थियो। त्यो जिम्मेदारी पालन गर्दाखेरि हामी अध्यक्ष भइसकेपछि सबभन्दा पहिला मैले हाम्रो बोर्ड बैठकले भनौँ त्यो तत्कालीन बेलाको बोर्ड बैठकहरूले 2-4वटा सङ्गठनहरूलाई, पेसागत सङ्गठनहरूलाई अगाडि बनाउने कुरालाई अगाडि बढाउने सङ्गठनलाई सदस्यताको व्यापक विस्तारण गर्ने अभियान अन्तर्गत हामीले सबभन्दा पहिला ललितपुर जिल्ला सङ्गठनको तत्कालीन बेलालाई इलाकामा 9वटा इलाकामा विभाजन गऱ्यौँ र 9वटा इलाकामा विभाजन गरे विभाजन अनुसारको पहिला विभाजन गऱ्यौँ र विभाजन अनुसारको शिक्षक साथीहरूलाई जिल्ला कार्य समितिमा रहेको शिक्षक साथीहरूको संयोजकमा लाग्छ त्यो अनुसारको उहाँहरूलाई जिम्मेदारी पनि दियौँ। त्यो जहाँ छ त्यो साथीहरूले जिम्मेदारी दियौँ र यसले गर्दाखेरि शिक्षक साथीहरूले तत्कालीन बेलामा के राम्रोसित भयो भने त्यो सङ्गठनको विस्तार पनि भयो, त्यहाँ सदस्यताको समस्या पनि भयो र एउटा शिक्षक साथीहरूलाई नेतृत्वको पनि विकास हुने क्रममा अगाडि बढ्यो। त्यसले गर्दा त्यो इलाकाहरूलाई हामीले विभाजन गऱ्यौँ
र त्यति मात्रै होइन, इलाका अनुसारको सङ्गठन विस्तार गर्ने, सदस्यता विस्तार गर्ने अभियान चलायौँ र इलाकालाई पनि हामीले विभिन्न क्रियाकलापहरू शिक्षकहरूको हकहितको लागि क्रियाकलाप, पेसागत हकहितको लागि गऱ्यौँ। जस्तो कतिपय ठाउँमा हामीले ब्लड डोनेसनका कार्यक्रमहरू गऱ्यौँ, कतिपय ठाउँमा शिक्षकको नेतृत्व विकासको तालिमको लागि गऱ्यौँ, कतिपय ठाउँमा हामीले शिक्षकहरूको अभिमुखी तालिम कार्यक्रमहरू कसरी पढाउनुपर्छ, कसरी डिल गर्नुपर्छ, अभिभावक विद्यार्थीहरूसितको अभिभावकसितको सम्बन्ध गर्नुपर्छ, त्यस्तो विभिन्न पेसागत सञ्चालनहरू पनि क्षेत्रगत अथवा सञ्चालन गऱ्यौँ र त्यो एउटा क्षेत्रगत रूपमा पनि विभाजन गऱ्यौँ भने अर्को शिक्षकसँगै जिल्ला उसले कार्यालयले पनि हामीले विभागहरूमा विभाजित गऱ्यौँ। विभिन्न विभाग, कोही सङ्गठन विभाग, कोही अब शैक्षिक विभाग, कोही अतिरिक्त विभागहरू, विभिन्न विभागहरूमा परिणत गऱ्यौँ र त्यो विभागले गर्दाखेरि विभागको साथीहरू पनि त्यसलाई अध्यक्ष, उपाध्यक्ष र सचिवहरू नै राखेर हामीले अध्यक्षहरू विभाजन गऱ्यौँ र त्यो विभाजनले गर्दाखेरि पनि के भयो भने साथीहरूको एउटा जिम्मेदार पनि अनुभव भयो र त्यसले गर्दाखेरि शिक्षकहरूको त्यो सङ्गठन पनि अगाडि बढ्दाखेरि व्यापक रूपमा त्यसले शिक्षक साथीहरूको बिचको अगाडि बढाउने क्रियाकलापहरूलाई अगाडि बढाएको मैले महसुस गरेको छु र त्यही अनुसार हामीले विभिन्न ठाउँमा शिक्षकहरूको तालिमहरू गर्ने, जस्तो पेसागत हक हितको लागि शिक्षकहरू ठाउँमा विभिन्न ठाउँमा गएर तालिम गर्ने, गोष्ठी गर्ने, विभिन्नहरू गऱ्यौँ, सबै इलाकाभरमा गऱ्यौँ। सायद मलाई हामी दलचौकीमासम्म कार्यक्रम गरेका छौँ, इकोडोलसम्म, त्यसपछि तत्कालीन बेलामा यता इकोडोलतिर पनि गयौँ, विभिन्न ठाउँमा भ्रमण गर्ने र त्यो भ्रमणको कार्यक्रममा हामीले शिक्षकहरूलाई एउटा दह्रो र सङ्गठनकै रूपमा हामीले सबभन्दा पहिले सदस्यता बनाउने अभियान गऱ्यौँ। एउटा पेसा त्यो भयो र अर्को हाम्रो केन्द्रले शिक्षकहरूको पेसागत हक हितको लागि गरेका आन्दोलनहरूलाई पनि हामीले कतिपय ठाउँमा संयुक्त रूपको पनि आन्दोलन गऱ्यौँ। शिक्षक सङ्घहरू तत्कालीन बेलामा नै फुटेको कारणले गर्दा शिक्षक सङ्घसित तत्कालीन बनेको र पहिला थिएन, 46 सालभन्दा अगाडि नभएर पछि मात्र बनेको कारणले शिक्षक सङ्घसित पनि हामीले कतिपय समन्वयपूर्ण तरिकाले आफ्नो काम क्रियाकलापलाई अगाडि बढायौँ र त्यसले आमुख रूपमा शिक्षकहरूको थाहै गर्नुपर्छ शिक्षकहरूको पेसागत मागको लागि आन्दोलन गर्ने। अनि तत्कालीन बेलामा शिक्षकहरू कतिपय ठाउँमा देशव्यापी रूपमा शिक्षक सङ्गठनले गरेका आन्दोलनहरूलाई सहभागी हुने र आन्दोलनसँगै सहभागी हुने कार्यक्रम गऱ्यौँ र ललितपुर जिल्लामा विभिन्न ठाउँमा डोनेसन अथवा सहयोगहरू सङ्कलन गर्ने र विभिन्न ठाउँहरूमा जाने कारणले विभिन्न पेसागत सङ्गठनहरूलाई पनि हामीले अरू सङ्गठनहरू साथीहरूसँग पनि समन्वय गर्दै सहकार्य गर्दै र तत्कालीन शिक्षक सङ्घ र सङ्गठन मात्र भन्नाले सहकार्यपूर्ण रूपमा हामीले कतिपय ठाउँमा देशमा त्यो बेला तत्कालीन बारी भुइँचालो काहीँ गइराखेको बेलामा हामीले तत्कालीन रूपमा एक दिनका तलबहरू संयुक्त रूपमा पनि त्यो पेसागत सङ्गठनहरूलाई हामीले हाल्यौँ र मलाई आज यो भनिरहँदाखेरि मलाई एउटा सबभन्दा साथीहरूको तत्कालीन बेलाको साथीहरू हुन्छ, जस्तो भीम प्रसाद सापकोटा सर, त्यसपछि आएर उहाँ र सूर्यबहादुर थापा सर, त्यसपछि आएर बास्कोटा सर, त्यसपछि आएर उहाँहरूलाई पनि मलाई लाग्छ एकदम नमन गर्न चाहन्छु। उहाँको चिर सम्बन्धन हुनुहुन्छ। तत्कालीन बेलामा मैले गरेको कामहरू चाहिँ व्यापक रूपमा दुईवटा कामहरू गर्ने अगाडि बढाए जस्तो लाग्छ। शिक्षक सङ्गठनको सदस्यतालाई व्यापक रूपमा विस्तार गर्ने र सदस्यतालाई बोध र जानकारी गराउने एउटा पक्ष मैले गरेँ र दोस्रो पक्षलाई मलाई लाग्छ पेसागत हकहितको लागि हामी लड्नुपर्छ भनेर शिक्षकहरू पेसागत हकहितको लागि लड्नुपर्छ भनेर लड्यौँ र तत्कालीन बेला कतिपय शिक्षकहरू तपाईँहरूले स्वतः थाहै पनि हुनुभयो, मैले देखिराखेको छ होइन। 1 वर्ष पुगे साथीहरू तत्कालीन बेलाको आन्दोलनको क्रमपछि थाहै पनि हुनुभयो। पछि आयोगको कुरा हामीले गऱ्यौँ, आयोगलाई पनि हामीले अगाडि बढायौँ। शिक्षक आयोगबाट पनि जाँदाखेरि कतिपय साथीहरू हुनुभयो। टाइम बोन्डको रूपमा प्रमोसन हुनुपर्छ, सिट हुनुपर्छ, त्यो कुरालाई पनि अगाडि बढाइयो। शिक्षकहरूको हकहितको लागि पनि धेरैचोटि हामीले काठमाडौँ केन्द्रित अथवा कति दिनको आन्दोलनलाई अगाडि बढायौँ र त्यो आन्दोलनले पनि एउटा सकारात्मक रूपमा लिएको जस्तो मलाई लाग्छ। र अहिले मैले भन्दाखेरि जसरी अहिले व्यापक रूपमा जनविस्तार अगाडि बढिराखेको अवस्था छ र त्यसले शिक्षक सङ्गठनको आवश्यकता अझ बढी छ कि, किनभने अहिले नयाँ आजको सन्दर्भमा त पेसागत सङ्गठनका कुराहरू उठेका छन्। उठ्दाखेरि अब यसलाई कसरी यसको मूल्य र औचित्यलाई हामीले महत्त्वलाई र औचित्यलाई हामीले भेरिफाई गर्न सक्छौँ। शिक्षक साथीहरूको अहिलेको नेतृत्वपट्टि झन् बढी जिम्मेदार झन् बढी उत्तरदायित्व बोक्नुपर्ने अवस्था अहिले देखिराखेको छु मैले आजको चाहिँ सन्दर्भमा। र मलाई चाहिँ नि अब यति तपाईँहरूसित यो जुन सम्पूर्ण चान्स दिनुभएकोमा एकदम खुसी व्यक्त गर्दै होइन, यो शिक्षक सङ्गठन अझ राम्रो होस्, अझ बढी नयाँ कार्यक्रमहरू गरोस् र अगाडि बढोस् भन्ने शुभकामनाहरू व्यक्त गर्दछु। धन्यवाद। अभिवादन, नमस्कार। आज चैत्र 29 गते विद्यालय तहमा काम गर्ने सम्पूर्ण शिक्षक कर्मचारीहरूको मूल प्रवाह नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आफ्नो राष्ट्रव्यापी आन्दोलनको मोर्चाबाट ऐतिहासिक रूपमा स्थापना गरेको दिन भएको हुनाले यसलाई म ऐतिहासिक दिनको रूपमा लिन्छु र सर्वप्रथम सङ्गठनको 47औं स्थापना दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
नेपाली शिक्षकहरूको पहिलो सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जसको निर्माण विस्तार र सुदृढीकरणको अभियानमा ललितपुरका अग्र शिक्षकहरू र सम्पूर्ण शिक्षक कर्मचारीहरूको भूमिका अहम छ। उहाँहरूकै भूमिकाबाट पनि शिक्षक सङ्गठन अहिले 47 वर्षको यात्रामा विभिन्न उतार चढावका बीच, विभिन्न उपलब्धिका बीच अगाडि पुगिरहेको छ। म आफै पनि यस जिल्लाको जिल्ला सदस्य, उपाध्यक्ष, अध्यक्ष, निर्वाचित अध्यक्ष हुँदै सङ्गठनका सबै तहहरूमा, विशेष गरी सदस्य, उपाध्यक्ष, महासचिव, केन्द्रीय अध्यक्ष हुँदै 7 टिचर्स फेडरेसनको शुद्ध अध्यक्ष भएर विश्व शिक्षक महासङ्घ एसिया पेसिफिक रिजनको बोर्ड सदस्यसँग भएको विगत मेरो निम्ति गौरवपूर्ण छ, मेरो निम्ति सम्झना लायक छ। र यसको निम्ति म विशेष गरी धन्यवाद र स्मरण चाहिँ यस जिल्लाका शिक्षक र कर्मचारीलाई दिन चाहन्छु। सम्पूर्ण आजको यो 47औं शिक्षक दिवस मनाउने सन्दर्भमा श्रोता र महानुभावहरू, तपाईँहरूलाई म के भनौँ भने शिक्षक सङ्गठनको विगत गौरवपूर्ण छ, वर्तमान चाहिँ अलिक चुनौतीपूर्ण छ। यस चुनौतीपूर्ण घडीमा हामी सबै विशेष गरी एकताबद्ध भएर ट्रेड युनियन अधिकारको प्राप्ति, त्यसलाई सुरक्षा र संरक्षण गर्ने अभियानका अतिरिक्त शैक्षिक गुणस्तर कायम गर्ने सिलसिलामा जिम्मेवार बन्न सकौँ भन्ने कुरालाई पनि हामीले हिक्का राख्नुपर्छ। यो जिल्लाको शिक्षक सङ्गठनको हिस्ट्रीलाई हेर्ने हो भने अहिलेसम्म 14वटा जिल्ला समितिहरू निर्वाचित भइसकेका छन्। ती 14वटा जिल्ला समितिमध्ये 2टा जिल्ला समितिहरू मात्रै आम शिक्षकहरूले निर्वाचनको माध्यमबाट तय गरेको सन्दर्भ छ। 2036 सालमा सर्वप्रथम शिक्षक सङ्गठनको निर्वाचन मार्फत नेतृत्व निर्माण भयो र त्यसका आदरणीय श्रद्धेय अध्यक्ष नारायण प्रसाद बास्कोटा जो दिवंगत हुनुभयो, उहाँलाई पनि सम्झना गर्न चाहन्छु। र त्यसपछि 2056 सालमा मेरो नेतृत्वको समूहलाई यस जिल्लाका शिक्षक साथीहरूले निर्वाचित गर्नुभयो। त्यसैले म एउटा जिल्लाको निर्वाचित अध्यक्षको हैसियतले तत्कालीन बेला मेरो सामु धेरै चुनौतीहरू थिए, तर म र मेरो टिम अत्यन्त डाइनामिक ढङ्गको टिम मेरो समूहमा रहेको हुनाले त्यो शिक्षक सङ्गठनलाई विस्तार गर्नको निम्ति, निर्माण गर्नको निम्ति चाहिँ व्यक्तिगत जिम्मेवारी, सामूहिक नेतृत्वको साङ्गठनिक ढाँचालाई आत्मसात गरेर हामीले चुनौतीका बीच पनि धेरै कामहरू सम्पादन गर्न सक्यौँ। विशेष गरी मेरो कार्य समितिले, विशेष गरी म 7औं जिल्ला समितिको अध्यक्षको रूपमा म निर्वाचित भएको थिएँ र मेरा सबै साथीहरूको सहयोगबाट हामीले धेरै कामहरू सम्पादन गऱ्यौँ। तर त्यसमध्ये महत्त्वपूर्ण कामहरू केही छन्, त्यसको म संक्षेपमा उल्लेख गर्न चाहन्छु। पहिलो कुरा चाहिँ हामी शिक्षकहरू शिक्षण सिकाइ क्रियाकलापमा अभ्यास दर्जिनुपर्छ र सँगसँगै जिल्लामा शिक्षक सङ्गठनकै अगुवाईमा हामीले चाहिँ सर्वप्रथम चाहिँ वार्षिक परीक्षा, त्रैमासिक परीक्षालाई शिक्षक सङ्घले जिल्लाव्यापी रूपमा सञ्चालन गरौँ। पहिलो काम त्यहाँबाट सुरुवात गऱ्यौँ भने दोस्रो काम चाहिँ पठन पाठनलाई पनि प्रायोरिटीमा राख्ने हिसाबबाट अगाडि बढ्न चाहिँ शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले यो जिल्लामा शिक्षक दरबन्दी न्यून थियो, तर जति दरबन्दीको वैज्ञानिक वितरण गर्नुपर्ने त्यस्तो नभइरहेको बेलामा हाम्रै अगुवाईमा तत्कालीन जिल्ला शिक्षा समितिलाई आग्रह गरेर जहाँनेरि शिक्षकहरूको दरबन्दीको आवश्यकता छ ती ठाउँमा पुर्याउनको निम्ति दरबन्दी मिलान उपसमितिको संयोजक भएर शिक्षक सङ्गठनले न्यायिक र प्रभावकारी ढङ्गले दरबन्दीहरू 78वटा दरबन्दीहरू जिल्लाका विभिन्न ठाउँमा, विशेष गरी यो जिल्लाको पहाडी भेगमा दरबन्दी पुर्याउने काम पनि गर्यो। त्यो महत्त्वपूर्ण थियो। त्यस्तै गरी सहक्रियाकलाप पनि शिक्षण सिकाइ क्रियाको महत्त्वपूर्ण पार्ट हो। त्यो बेलामा विद्यार्थीको बीचमा शारीरिक क्रियाकलाप गर्ने सन्दर्भमा वीरेन्द्रशील सञ्चालन हुन्थ्यो र वीरेन्द्रशीललाई जिल्ला शिक्षा समितिले सञ्चालन गर्ने सिलसिलामा शिक्षक सङ्गठनलाई एथलेटिक्सको संयोजकको रूपमा चाहिँ जिम्मेवारी दियो र म त्यसको संयोजक भएर हामीले चाहिँ दशरथ रङ्गशालामा यस जिल्लाका सामुदायिक र संस्थाका सबै विद्यार्थीहरूको बीचमा प्रतिस्पर्धा गरेर त्यो काम पनि सम्पादन गऱ्यौँ। चौथो चाहिँ त्यतिखेरको बेलामा राजनीतिक बाहेसका कारणबाट कतिपय शिक्षकहरूलाई, हेडमास्टरहरूलाई सरुवा गर्ने, खोसुवा गर्ने, घटुवा गर्ने कामहरू पनि तत्कालीन जिल्ला शिक्षा कार्यालयले गर्यो। त्यो राजनीतिक पूर्वाग्रहका साथ गरिएका त्यस्ता कामहरूलाई धरनाका माध्यमबाट, आन्दोलनको माध्यमबाट बदर गराएर आफ्नै ठाउँमा स्थापना गर्ने काम पनि हामीले सम्पादन गऱ्यौँ। कि हरेक अक्टोबर 5 मा विश्व शिक्षक दिवस मनाइन्छ। एजुकेसन इन्टरनेसनल जो संयुक्त राष्ट्रसङ्घको विशेष समिति युनेस्कोको साथबाट अक्टोबर 5 मा विश्व शिक्षक दिवस मनाउने चलन छ र त्यो विश्व शिक्षक दिवसको सन्दर्भमा मेरै पालामा
चाहिँ विद्यार्थीको बिचमा जिल्लाव्यापी रूपमा प्राथमिक विद्यालयको बिचमा हाजिरा प्रतियोगिता प्रारम्भ गरियो र त्यसको निरन्तरता अहिले भइरहेको छ। त्यो पनि हामीले त्यसको प्रारम्भ पनि हामीले गऱ्यौँ र सँगसँगै त्यतिखेर पाठ्यक्रम पनि परिवर्तित भइरहेको सन्दर्भमा शिक्षकहरूलाई व्यावसायिक ढङ्गले र गुणस्तर ढङ्गले अगाडि बढाउन निम्ति 2टा तालिमहरू अग्रजहरूले सञ्चालन गरेका तालिमहरूलाई निरन्तरता पनि दियौँ। त्यो भनेको पेसागत दक्षता अभिवृद्धि गर्ने तालिम र सँगसँगै चाहिँ नेतृत्व विकास गर्ने तालिम, जो मभन्दा अगाडि सञ्चालन गर्नुभएका अग्रजहरूले सञ्चालन गर्दै गर्नुभएको कुरालाई निरन्तरतामा दियो। यो पनि एउटा मेरो कार्यकालमा भएको महत्त्वपूर्ण कामको रूपमा मैले सम्झना गरेको छु। मेरो कार्यकालमा विशेष गरी शिक्षकको बिचमा विविध समितिहरू क्रियाशील थिए। ती समितिहरूको बिचमा खेलकुदको माध्यमबाट विशेषतः फुटबल, भलिबल खेलको माध्यमबाट पनि ट्रेड युनियन बिचमा सहकार्य गर्ने कामहरू पनि मेरै पालाबाट प्रारम्भ गरियो र त्यसको निरन्तरताको रूपमा बिचमा अलिकति निरन्तरता हुन सकिरहेको छैन र त्यसलाई निरन्तरता गर्न पनि जरुरी छ। र सँगसँगै निजी विद्यालयमा काम गर्ने शिक्षकहरूको वृत्तिको सवाल र उहाँहरूलाई ट्रेड युनियन आन्दोलनमा शिक्षक संगठनका आबद्ध गर्ने काम मेरै पालामा अलि बढी ढङ्गले गर्ने काम सम्पादन गर्न सक्यो। र अन्तमा म यहाँहरूलाई के भन्नु भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेपाली शिक्षकहरूको पहिलो संस्था हो र यतिखेरको हाम्रो आन्दोलनको मुख्य कुरा भनेको ट्रेड युनियन अधिकारको प्राप्ति र त्यसलाई सुरक्षा र संरक्षण गर्ने काममा एकताबद्ध हुने र सँगसँगै शैक्षिक गुणस्तर कायम गर्ने सिलसिलामा जिम्मेवार भएर लाग्ने काममा यो शिक्षक सङ्गठनको 47औं स्थापना दिवसको सन्दर्भमा हामी यसमा जिम्मेवार भएर अगाडि बढ्न सकौँ, यही शुभकामना दिएर मेरो भनाइलाई यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार, अभिवादन। नमस्कार, म कृष्ण प्रसाद घिमिरे। मेरो घर चाहिँ ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका हालको पहिला कालेश्वर वार्ड नम्बर 3, हाल ललितपुर महानगरपालिका वार्ड नम्बर 14। म चाहिँ 2061 सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला समितिको अध्यक्ष निर्वाचित भएको थिएँ। त्योभन्दा अगाडि पहिला नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा अर्को पक्षलाई पनि मिलाएर सङ्गठन बनाउने चलन थियो। 2056 सालमा बाबुराम थापाजी अध्यक्ष हुने बेलामा चाहिँ हामीले एकलौटी नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सिङ्गल मात्रै अरू घटकहरूलाई नमिलाइकन चाहिँ निर्वाचित भएका थियौँ। त्यसपछि अर्को कार्यकाल रूपकजीको कार्यकाल पनि सिङ्गल रूपमा निर्वाचित भयो। तर मेरो कार्यकालमा आउँदाखेरि चाहिँ बिचमा फुटेर जानुभएका विजय बानिया सर अनि अर्को पक्ष जसलाई हामी छैटौँ भन्थ्यौँ, पछि एन्टोतिर संलग्न भए उनीहरू, त्यो पक्षलाई सहित मिलाएर संयुक्त खालको जिल्ला समिति बनेको थियो मेरो पालामा। त्यतिखेर शिक्षकका मुद्दाहरू अघि बढाउने सवालमा नेपाल शिक्षक युनियनको निर्माण भएको थियो। त्यो शिक्षक युनियनको निर्माण गर्ने चरणमा ललितपुरमा लामो बहस छलफल भयो, 50औं बैठकहरू भए। अन्तमा चाहिँ सबैलाई मिलाएर निर्वाचनमा लाने वातावरण बनाइयो र नेपाल शिक्षक युनियनको चाहिँ निर्वाचन, त्यो म अध्यक्ष भइरहेकै बेलामा शिक्षक युनियनको निर्वाचन भएर त्यसको प्रथम अध्यक्ष चाहिँ हामीले रूपक ग्यावालीलाई, मभन्दा पहिलाका अध्यक्षलाई चाहिँ हामीले अध्यक्ष बनाएका थियौँ। पछि निरन्तरता जाने क्रम भयो। मेरो समयको उल्लेखनीय कार्यमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला समितिको कार्यालय व्यवस्थापन थिएन। त्यहाँभन्दा अघि कसको अफिसमा एउटा दराज राख्ने, के गर्ने, झोलैमा कार्यालय हुन्थ्यो भने त्यति बेला चाहिँ प्रभात माध्यमिक विद्यालयको एउटा कोठामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला कार्यालय चाहिँ स्थापना गर्ने काम पनि त्यतिखेर हामीले गऱ्यौँ। अनि पुराना 36-37 सालदेखिका रेकर्डहरू खोजेर अहिले तपाईँहरू त्यो शिक्षक सङ्गठनको कार्यालय अथवा शिक्षक हित सहकारीमा जाँदाखेरि देख्न सक्नुहुन्छ। त्यो सबै रेकर्डहरूलाई व्यवस्थित गराएर प्रकाशन गर्ने कामहरू मैले मेरै कार्यकालमा गराएको हो, सबै साथीहरूको सक्रियतामा। त्यसै गरी शिक्षक युनियनको निर्वाचन भयो, कार्यालय व्यवस्थापन गरियो। अर्को महत्त्वपूर्ण काम भनेको अहिले ललितपुरको शिक्षक सङ्गठनलाई व्यवस्थित रूपमा अघि बढाउनलाई एउटा राम्रो भूमिका निर्वाह गर्ने शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्यो सुरुमा मेरै अध्यक्षतामा गठन भएर त्यो अहिले त्यसले झन्डै
शिक्षकहरूलाई सेयर सदस्य बनाएर अहिले करोडौँ रुपियाँ 40-50 करोड कतिको कारोबार त्यसले गर्छ र यो सहकारी देशैभरिका सहकारीमा अब्बल छ। र म चाहिँ शिक्षक सङ्गठनको केन्द्रीय सदस्य केन्द्रीय उपाध्यक्ष हुने सिलसिलामा देशका धेरै जिल्लाहरूमा यही सहकारीको अभियानलाई लिएर गएको कारणले गर्दा मलाई चाहिँ महाधिवेशनको बेला सहकारी बा भनेर पनि सम्बोधन गर्थे त्यति बेला। र त्यसरी चाहिँ यो शिक्षक हित सहकारीले चाहिँ मलाई शिक्षक सङ्गठनमा बढी हाइलाइट गर्यो। म 2 पटकै केन्द्रमा जाँदा निर्वाचित भएर चुनिएर गएको हो। अन्तिम पटक चाहिँ म वरिष्ठ उपाध्यक्षमा जम्मा 1 भोटले पराजित भएर अनि मेरो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको यात्रामा ब्रेक लागेको हो। र यसरी चाहिँ हामी अघि बढेका थियौँ। शिक्षकको हितमा हामीले काम कुराहरू धेरै गऱ्यौँ। नमस्कार, अभिवादन। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरद्वारा आयोजना हुन लागेको यो डिजिटल प्रदर्शनीमा म नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिको पूर्व अध्यक्ष विष्णुप्रसाद घिमिरेको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। मेरा अग्रज नेतागणमा सम्मान व्यक्त गर्न चाहन्छु। म नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा 2047 सालदेखि इलाका सदस्य हुँदै इलाका संयोजक, त्यसपछि कोषाध्यक्ष, सचिव हुँदै 2 कार्यकालको अध्यक्ष हुने सौभाग्य पाएँ। यो सौभाग्य दिलाउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र मैले मेरो कार्यकालमा धेरै त केही गर्न सकिनँ होला, तर धेरै साथीहरूलाई स्थापित गर्ने अर्थात् एक ठाउँबाट अर्को ठाउँमा उहाँहरूको पदस्थापना गर्नेदेखि लिएर अरू विविध कार्यमा उहाँहरूलाई सहयोग गर्ने मौका पाएँ भने पहिलो सचिवको कार्यकालमा नेपाल शिक्षक युनियनको निर्वाचन लगायत शिक्षक हित साकोसको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने मौका मिल्यो। त्यसै गरी दोस्रो कार्यकालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको लागि भवन खरिद र त्यसका निमित्त सम्पूर्ण साथीहरूबाट भवन खरिदका निमित्त पुर्याउनु भएको योगदानलाई मेरो जीवन रहेसम्म म सम्झिरहनेछु। त्यसमा सहभागी हुनुहुने हाम्रो भवन निर्माण अथवा भवन खरिद समिति, त्यसका उपसमितिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, आदरणीय केन्द्रीय पदाधिकारीज्यूहरू सम्पूर्णले यति धेरै सहयोग गर्नुभयो कि हामीले त्यो भवनलाई आफ्नो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आफ्नो सम्पत्तिको रूपमा स्थापित गराउन सफल भयौँ। र आज त्यही भवनमा शिक्षक हित साकोसले आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले पनि विभिन्न प्रयोजनका निमित्त त्यसलाई प्रयोग गरिरहेको छ। यसर्थ म मेरो कार्यकालमा मैले धेरै काम गरेँ अथवा धेरै राम्रो भयो त त्यसो भन्न म नसकौँला, तर जति काम भए ती चाहिँ अत्यन्तै महत्त्वपूर्ण काम भएका छन्। त्यसको निमित्त मलाई सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई भित्री हृदयदेखि नै हार्दिक हार्दिक धन्यवाद दिँदै मबाट कुनै त्यस्ता गल्ती भएका थिए भने पनि क्षमा गरिदिनु होला। र अर्को महत्त्वपूर्ण कुरा, मेरो आफ्नो कार्यकालमा कुनै लाभको उद्देश्य नराखिकन यहाँहरू सँगसँगै हातेमालो गर्दै अगाडि बढ्ने जुन मौका मिल्यो त्यसको निमित्त सम्पूर्णमा हार्दिक धन्यवाद दिँदै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। नमस्कार, म सुरेन्द्र कुमार घिमिरे, महाङ्काल गाउँपालिका 5 चन्दनपुर स्थायी बसोबास भई हाल ललितपुर महानगरपालिका वडा नम्बर 15 खुम्बलटारमा अस्थायी रूपमा बसोबास गर्दै आएको छु। हाल म प्रभात माध्यमिक विद्यालय त्यागल ललितपुरमा अध्यापन गरिरहेको छु र मैले विधिवत रूपमा विक्रम सम्वत 2046 सालमा शिक्षण पेसामा प्रवेश गरेँ र म शिक्षण पेसामा प्रवेश गरेको सुरुकै अवधिदेखि म नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको साधारण सदस्य भएर यो सङ्गठनमा आबद्ध हुँदै आएँ। क्रमशः
मेरो शिक्षण पेसा सुरु गरेको विद्यालयबाट अन्यत्र हुँदै जाँदा मैले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको यात्रालाई निरन्तरता दिँदै गएँ र क्रमशः म कार्यरत इलाका समितिको सदस्य हुँदै क्रमशः नेतृत्वमा अगाडि बढ्ने मौका पाएँ। यसै गरी मैले 2052 सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आजीवन सदस्यता प्राप्त गरेपछि सङ्गठनका कामहरूमा, सङ्गठनले जिल्लाले आयोजना गरेको कामहरूमा अझ समीप हुने मौका पाइयो र जसले मेरो सिकाइलाई अझ थप हौसला प्रदान गर्दै गयो। चाहेर वा नचाहेर शिक्षण पेसा एउटा आफैमा प्राविधिक पेसा हो र यसमा निरन्तर सिकाइको आवश्यकता पर्छ र सिक्ने कुरा कहिल्यै पनि सकिँदैन। त्यसैले मैले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्लादेखि केन्द्रीय स्तरसम्म आयोजना भएका विभिन्न तालिमहरूमा आफूलाई समाहित र सहभागी गराउँदै गएँ र सिक्ने क्रम पनि निरन्तरता दिँदै गएँ र जुन क्रम मेरो अहिलेसम्म पनि रहेको छ। कार्य गर्दै जाने दौरानमा मैले 2069 असोज 6 गते सम्पन्न जिल्ला अधिवेशनबाट म ललितपुर जिल्लाको सचिव पदमा निर्वाचित भए पश्चात मेरो विद्यालय र कार्य गर्ने थलो जिल्ला शिक्षा कार्यालय नजिकै भएको हुनाले विशेष गरी ललितपुर जिल्लामा कार्यरत शिक्षक, विद्यालय र शिक्षा सम्बन्धी विविध समस्याहरूमा निरन्तर साक्षात्कार गर्ने मौका पाएँ र जुन मौकाले मलाई सिकाइमा थप निखरता ल्याउँदै ल्यायो र जसले काम गर्ने हौसला पनि बढाउँदै गयो। म जिल्ला समितिको सचिव पदमा कार्यरत रहँदा यस जिल्लामा हुनुभएका अग्रजहरूले दिनुभएको सल्लाह सुझाव र परामर्शको आधारमा थप काम गर्दै जाने मौका मिल्यो। यसै क्रममा 2072 साल चैत 27 गते सम्पन्न जिल्लाको 18औं जिल्ला परिषद बैठकबाट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले शिक्षकका लागि आफ्नै घर अथवा जग्गा किन्ने निर्णय गर्यो। तत्पश्चात हामीले अहोरात्र हाम्रो विद्यालयका कामहरू सकेर शिक्षक समुदाय सामु हाम्रा एजेन्डाहरू प्रस्तुत गर्दै गयौँ। फलस्वरूप हामीले 2073 सालमा सुरु गरेको अभियान हामीले 2078 साल मङ्सिर 17 गते समापन गऱ्यौँ। यो अवधिमा हामीले जिल्लाभित्र अथवा जिल्ला बाहिर समस्यामा रहेका, अपाएकमा रहेका विभिन्न शिक्षक साथीहरूलाई पाएकमा सरुवा गर्नको लागि विभिन्न निकायहरूमा प्रयास गऱ्यौँ। फलस्वरूप यो अवधिमा लगभग 300 जना शिक्षकहरूको सरुवा गरिएको छ र ती सरुवा भएका र अन्य सबै शिक्षक साथीहरूको सहयोगमा लगभग 1 करोड बराबरको मूल्य पर्ने घर जुन अहिले हामी शिक्षक भवनको रूपमा ग्वार्कोमा अवस्थित छ त्यो घर किन्न सफल भयौँ र यो सफल बनाउनुमा एउटा नेतृत्व गर्ने व्यक्ति एउटा रहँदा पनि ललितपुर जिल्लामा कार्यरत सम्पूर्ण शिक्षकहरूले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई देखाउनु भएको माया, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनसँग रहेको समीपता र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनसँग रहेको सौहार्दताले निकै राम्रो भूमिका खेलेको मैले पाएको छु र सङ्गठनमा निरन्तर काम गर्दाखेरि मैले सिकेको शिक्षा, मैले पाएको लेसन भनेको हामी पेसाकर्मी संस्थाहरू, पेसागत सङ्गठनहरू क्रमशः आफ्ना पेसागत मुद्दाहरू उठाउँदै आफ्नो विद्यालयका काम, आफ्ना निरन्तर कामहरूलाई यथास्थानमा राखेर ती कामहरूलाई कुनै पनि अवरोध नपुर्याइकन हामीले पेसागत काम गऱ्यौँ भने जीवनमा सफल हुँदो रहेछ र जीवनमा सोचेको कुरा पुरा गर्न सकिँदो रहेछ। त्यसैले एक थुकी सुकी 100 थुकी नदी भने जस्तै सङ्गठन हो, सङ्गठन बल हो, सङ्गठन प्रेरणा हो र यसबाट हामीले धेरै कुरा सिक्न, गर्न र यसबाट अगाडिको बाटो समेत पहिलाउन सकिँदो रहेछ भन्ने लेसन भन्ने कुरा मैले काम गर्ने दौरानमा
पाएँ। त्यसैले म नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा 46 सालदेखि सुरु गरेको यात्रा मेरो पेसा रहन्जेल र पेसाबाट अवकाश भएपछि पनि मैले यो सङ्गठनलाई आफ्नो समय, आफ्नो बुद्धि, विवेक निरन्तर रूपमा दिँदै समीपमा रहेर माया गर्नेछु। धन्यवाद। नमस्कार। नमस्कार। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन 13औं र 14औं अधिवेशनबाट निर्वाचित हामी सम्पूर्ण पदाधिकारीहरू अहिले ललितपुर जिल्लामा क्रियाशील छौँ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले वास्तवमा भन्ने हो भने हामी निर्वाचित भएर आइसकेपछि हाम्रो एउटा महाअभियान, पहिलो समितिले गरेका अपुरा कार्यहरू, एउटा घर हाम्रो खरिदको कार्य थियो, त्यसलाई हामीले सम्पन्न गरिसकेका छौँ भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्गठनात्मक संरचनाहरूलाई पनि चुस्त दुरुस्त बनाउँदै लगिरहेको छ र अहिले हामी सदस्यता विस्तार र हाम्रो सङ्गठनलाई बलियो बनाउनको लागि विभिन्न पालिकाहरूमा हाम्रा विभिन्न कार्यक्रमहरू लिएर हामी जाने गरेका छौँ। हामीले यो बिचमा 2-4वटा उल्लेखनीय कार्यहरू हामीले गरिसकेका छौँ। वास्तवमा शिक्षक हित साकोसको एउटा नेतृत्व चयनको विषयमा पनि हामीले निकै सौहार्दपूर्ण वातावरणमा नेतृत्व चयन गर्न सफल भएका छौँ भने हामीले योग शिविर अनि प्रश्नपत्र निर्माण जस्ता कार्यक्रमहरू सम्पन्न गरिसकेका छौँ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुर जिल्लामा रहेका अन्य संस्थाहरूसँग समन्वय गर्दै अगाडि बढ्ने क्रममा र अहिलेको वर्तमान परिस्थितिमा पनि विभिन्न समस्याहरूका बावजुद पनि हामी धेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौँ। यसमा सबै साथीहरूको साथ सहयोग उल्लेखनीय छ र यो विषम परिस्थितिमा पनि हामी कति पनि रतिभर विचलित नभइकन हाम्रो सङ्गठनको साखलाई उँभो लानको लागि, माथि उचाइमा पुर्याउनको लागि र राष्ट्रिय समितिले दिएका निर्देशनहरू पालना गर्दै राष्ट्रिय समितिको महाधिवेशनताका हामीले खेलेको भूमिकालाई पनि राष्ट्रिय समितिले मूल्याङ्कन गरिरहेको छ। यसमा सम्पूर्ण साथीहरूको सहभागिता र उहाँहरूले गर्नुभएको योगदानप्रति म आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि जस्तोसुकै चुनौती पनि पुरा गर्नको लागि हामी अगाडि बढ्ने प्रण गर्दछौँ। अब नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले गरेका कामहरूमा हामीले चित्रकला प्रतियोगिता 1 कक्षादेखि 5 कक्षासम्म यो थप हाम्रो कार्यक्रम हो भने आधारभूत तहसम्म हामीले पहिलेदेखि गर्दै आएको क्विज कन्टेस्टलाई पनि हामीले निरन्तरता दिएका छौँ र आगामी दिनहरूमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले त्रैमासिक र वार्षिक कार्ययोजनाहरू बनाएर आफ्नो लक्ष्यमा अगाडि बढ्ने चाहिँ हामीले निधो गरेका छौँ र यसको लागि सबै साथीहरूको साथ सहयोग हामीलाई छ र उहाँहरूले सङ्गठनको गरिमालाई उचाइमा पुर्याउनको लागि सबै कोणबाट हामीलाई सहयोग गरिरहनु भएको छ। उहाँहरू सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। आगामी दिनमा सम्पूर्ण शिक्षक साथीहरूको गुणस्तर शिक्षाको लागि हामीले हाम्रो शिक्षक भवनमा तालिम हलको पनि निर्माण गरेका छौँ, जसको कारणबाट अहिलेको प्रविधिको समयमा साथीहरूलाई चाहिँ उपयुक्त अथवा गुणस्तरीय शिक्षाको लागि चाहिँ ठुलो सहयोग हुन्छ र यी तालिमका कार्यक्रमहरू हामी निरन्तर रूपमा अगाडि बढाउने निधो गरेका छौँ र यो तालिम हलले हाम्रो गुणस्तरलाई अथवा शैक्षिक प्रणालीलाई नै ठुलो टेवा दिनेछ भन्ने मैले महसुस गरेको छु। धन्यवाद। नमस्कार। म शुक्र थापा, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था ललितपुरको अध्यक्ष। म ललितपुर महानगरपालिका वडा नम्बर 28 मा अवस्थित हर्सिदी माविको शिक्षक। यो शिक्षक हित साकोस ललितपुर नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको संयोजकत्वमा 2065 सालमा स्थापित शिक्षकहरूको पहिलो सहकारीको रूपमा लिएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरको सञ्चालक समितिको निर्णयअनुसार शिक्षकहरूमा देखिएको आर्थिक मन्दितालाई अगाडि ल्याउनको लागि शिक्षक हित साकोसको गठन गरेर शिक्षकहरूलाई आर्थिक स्वावलम्बन बनाउनको लागि 2065 सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले निर्णय गरिसकेपछि तत्कालीन अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा तदर्थ समिति गठन गरियो। उक्त अवधिदेखि मेरो यो साकोसँगको निरन्तरता रही आज 17औं साधारण सभाबाट यो गठित समितिबाट मैले अध्यक्षको भूमिका निर्वाह गर्दै आइरहेको छु। यो संस्था ललितपुर जिल्लाभित्र रहेका सम्पूर्ण शिक्षक कर्मचारीहरू
यसका सदस्य बन्न सक्ने हाम्रो विनयमा उल्लेख भएअनुसार आजका मितिसम्म करिब 1965 जना शेर सदस्य रहनुभएको छ भनेदेखि यसको 3 करोड 82 लाख यसको शेर पुँजी रहेको छ र यसमा सदस्य बन्ने सदस्यहरू सम्पूर्ण पेशागत रूपमा रहेको कारणले गर्दाखेरि यो संस्था अन्य संस्था जस्तो डरलाग्दो स्थितिमा रहेको छैन। यसले शिक्षकहरू बीच नै आफ्नो आर्थिक कारोबार गर्ने भएकोले र यो संस्थाको उद्देश्य नै शिक्षकहरूको आर्थिक उन्नति गर्ने भएको र शिक्षकहरूलाई आवास शैक्षिक उन्नयनको लागि उनका परिवार सन्ततिहरूको शैक्षिक उन्नयनको लागि र यसले अन्य आर्थिक गतिविधिहरू गर्नको लागि लगानी गर्ने भएको कारणले गर्दाखेरि र हाम्रा शेर सदस्यहरू सबै यो आर्थिक उपार्जन गर्ने क्षेत्रमा रहेको कारणले गर्दाखेरि यो संस्था अत्यन्त राम्रो गतिमा चल्दै आइरहेको छ। यसले सामाजिक सुरक्षाको क्षेत्रमा शैक्षिक सुधारको क्षेत्रमा आफ्ना कार्यहरूलाई निरन्तरता अगाडि बढाउँदै बेला बेलामा शिक्षकहरूलाई विभिन्न तालिम सेमिनार गोष्ठीहरू गरेर सहकारी शिक्षा त्यस्तै शैक्षिक क्षेत्रहरूको तालिमहरू पनि यसले गर्दै आइरहेको छ भनेदेखि हामीले अवकाशपछि के गर्ने त भन्ने निर्णय लिँदाखेरि जो 60 वर्ष पुगिसक्नु भएको हुन्छ उहाँहरूलाई ज्येष्ठ शेर सदस्य भनेर सम्मान गर्ने र उहाँहरूलाई प्रत्येक वर्ष दसैँमा दसैँ खर्च संस्थाले कति बिहोर्न सक्छ दिँदै आइरहेका छौँ। त्यस्तै उहाँहरूलाई समय समयमा संस्थामा बोलाई उहाँहरूको विचारहरू राख्ने जमघट गराउने तीर्थाटन गर्ने व्यवस्थाहरू गरेको कारणले गर्दाखेरि जो रिटायर भइसकेका शिक्षक साथीहरू पनि यस सहकारीप्रति अत्यन्त माया गरेर बेला बेलामा हामीहरूलाई सम्झाउन बुझाउन आइराख्नुहुन्छ। यसले गर्दाखेरि त्यो एउटा टुटिसकेको सम्बन्धलाई पनि उहाँहरूको बिचमा समन्वय गरेर एउटा साथीभाइको राम्रो सम्बन्ध विकास भएको यो सहकारीले पाएको छ भनेदेखि यसले यो सहकारीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको संरक्षकमा खोलिएका करिब 56 जिल्लाको यसले लिडिङ गर्दै आइरहेको छ र यो संस्थालाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिले शिक्षकहरूको संस्थाको रूपमा 1 नम्बरमा लिएको छ। यहीँबाट हाम्रा नीति कार्यक्रमहरू विनियमहरू सबै जिल्लाहरूमा जानेर उहाँहरू यहाँ बेला बेलामा भ्रमणको लागि आउनुहुन्छ र हामी पनि ती जिल्लाहरूको वस्तुस्थिति बुझ्नको लागि निकर्छौँ। यसले गर्दाखेरि 77 जिल्लामै यसको नेटवर्किङ राम्रो रहेको कुरा मैले यहाँहरूसँग अवगत गराएँ र यो संस्था सहकारी नियम ऐन अनुसार नै चल्छ तर यसको यसलाई संरक्षण गर्ने काम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले गर्ने गर्दछ। त्यसमा शिक्षक सङ्गठनले कहिले पनि व्यक्तिगत भावना र साङ्गठनिक भावनामा सहकारीलाई प्रयोग गर्दैन। नीति विधिमा नचलेको अवस्थामा शिक्षक सङ्गठनले यसको निगरानी गरेर कारबाहीको लागि पनि अगाडि बढाउने कार्यहरू गर्दै आइरहेको कुराहरू म यहाँहरूसँग जानकारी गराउँछु र यसमा रहेका सम्पूर्ण शिक्षकहरू नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका मात्रै होइनन् सहकारीको नीतिअनुसार सहकारीको सिद्धान्तअनुसार यसमा हरेक व्यक्ति स्वतन्त्र रूपमा सदस्य हुन पाउनुहुन्छ र बनिराख्नु पनि भएको कुराहरू मैले यहाँको जानकारी गराएँ। यस संस्थामा हालसम्म करिब 600 जना ऋणीहरू हुनुहुन्छ र त्यो ऋणहरू बाहिरबाट यहाँ पढाउनु हुने शिक्षकहरूले आफ्नो
जग्गा किन्नको लागि, घर बनाउनको लागि प्रयोग गर्नुहुन्छ र हामीले ठुल्ठुला प्लानिङहरूको लागि ऋण प्रवाह गर्दैनौँ भन्ने पनि मैले यहाँहरूलाई जानकारी गराएँ। अहिले करिब हामीसँग 28 करोड ऋण हाम्रो लगानी भइरहेको छ र जगेडा कोषमा हाम्रो 3 करोड रहेको कुराहरू पनि म यहाँहरूलाई जानकारी गराउँछु र अहिले देशको परिस्थिति र लगानीका सेक्टरहरू अत्यन्त न्यून भएका कारणले गर्दाखेरि अहिले संस्थामा करिब 32% तरलता रहेको पनि मैले यहाँहरूसँग जानकारी गराउँदै शिक्षक हित साकोस ललितपुरमा कसैको सदस्यता बन्न छुट्नु भएको छ भनेदेखि म आह्वान गर्छु यहाँहरूलाई सदस्य बन्नुहोस्। यो तपाईँ हामी सबैको संस्था भएको कुराहरू यहाँहरूसँग जानकारी गराउँदछु। हवस् त, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरले तयार पारेको यो भिडियो पुस्तक शिक्षक सन्देश तपाईँलाई कस्तो लाग्यो? यहाँ हामीले 2036 सालदेखि हालसम्मका इतिहास कस्ता थिए भन्ने कुरा प्रस्तुत गर्यौँ र विभिन्न व्यक्तित्वहरूले आफ्नो कार्यकालमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरलाई यहाँसम्म लिएर आउन के कस्तो प्रयास गर्नुभयो भन्ने विषयमा चैत्र 29 गते अर्थात् 47औं शिक्षक दिवसका अवसरमा यो सामग्री प्रस्तुत गर्यौँ। तपाईँलाई के कस्तो लाग्छ? प्रतिक्रिया र सुझाव दिनको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन गुवारको शिक्षक भवनमा सम्पर्क राख्न सक्नुहुन्छ र निरन्तर रूपमा शिक्षकको पेसागत विकासका लागि, हक हितका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति निरन्तर अगाडि लागिरहनेछ। तपाईहरूको साथले आगामी दिनमा शिक्षकहरूको पेसागत हक हितका लागि सँगसँगै ट्रेड युनियनले दिएका अधिकारहरूलाई कार्यान्वयन गर्नको लागि र तपाईहरूको क्षमता विकास गर्नको लागि हामी निरन्तर रूपमा अगाडि लाग्नेछौँ। सम्पूर्ण श्रमजीवीहरू एक हौँ, आउनुहोस् सँगै यात्रा गरौँ। धन्यवाद। नेपाल राष्ट्रिय शिक्षक संगठन एकताको गौरवगान, एकताको गौरव